वाउ कस्तो चिसो हो हिजोदेखि त यता यस्तै चिसो कस्तो चिसो यार लास्टै चिसो हिजोदेखि त अझ यो म त अलिकति लाउला सी साइडतिर छैन होइन अलिकति सेन्ट्रल पोइन्टतिरै छु समुद्र साइडतिर गयो भने त कस्तो चिसो होला कि ऊ अनि यो मिडल इस्टको चाहिँ प्रब्लमै यही हो कि अब हामीहरूलाई चाहिँ गर्मीमा लास्टै गर्मी हुने लास्टै अप टु 50 डिग्रीसम्म पुग्ने होइन जाडोमा पनि लास्टै जाडो फिल हुने कि किन भन्दाखेरि चाहिँ मोस्ट अफ द मन्थ चाहिँ अलिकति एकदम हट हुन्छ नि त त्यही भएर नै होला त्यही टेम्परेचरले नै अलिकति हामी त्यसै ह्याप्पी भइसकेको हुन्छ एक्कासी अनि चाहिँ के अरे यो जाडो आउँदाखेरि चाहिँ सहन चाहिँ लास्टै गाह्रो हुन्छ कि म टोपी नलाउने मान्छे हो के मेरो घर मुगु हो होइन मुगुमा 2 फिटसम्म हिउँ पर्छ त्यही पनि मैले अहिलेसम्म टोपी लगाएको थिइनँ तर यहाँ सुबेदार लाउनु पर्ने भयो बाध्यता भयो अब यहाँ बिरामी भयो झ्याप तल माथि भयो भने त अब हेर रेखदेख गर्ने को छैन नि सिङ्गल हो होइन अप्ठ्यारो छ नि त अब यस्तो दुखिरहेको छ एक साइड त्यहाँ माइग्रेनले टच हान्दैन पेन हान्दैन त्यस्तो चिसोले क्या त्यस्तो हानिसकेको छ क्या उफ, यहाँबाट भ्यू देखाइदिउँ क्या ल कुरा त त्यही हो के अरे लास्ट चिसो हो बाबा मान्छे यो खासै अब एउटा अब तपाईँहरू चाहिँ अब यो मौसम अनुसारमा चाहिँ टाक्टु लुगा लगाएर बस्नुपर्छ भन्ने एउटा अवेरनेस को लागि मात्र हो त्यो मैले भनिराख्नु चाहिँ पर्दैन त्यो तपाईँहरू अलरेडी थाहा हुनुहुन्छ आजकल त सबै मै जान्ने मै सुन्ने हुन्छ नि त त्यही भन्ने म चाहिँ मेरो एउटा युट्युब च्यानल भएको भनेको चाहिँ मैले गर्न सक्ने के भन्दाखेरि यो पनि त एउटा राम्रै इन्फर्मेसन दिनु पनि त एउटा राम्रै काम हो नि त होइन काइन्ड अफ सोसल वर्कै हो नि त त्यही भएर चाहिँ अब यो टाइममा हिरो सुरु गर्ने त्यो दादागिरी गर्ने त्यो हिरोइन सुरुन बन्ने त नलाग्नु होला सबैभन्दा पहिला प्रोटेक्ट यर हेल्थ है एकदम त्यसो गरेर बस्नु पर्यो है एकदम लाग्नु पर्यो त्यता बडी सडी देखाउनलाई त्यतातिर नलाग्नु होला है फेरि अब फेरि बरु आज प्रोटेक्ट गरेर भोलि देखाउन पाएँ नि त अनि यो चाहिँ यत्तिकै नर्मल भिडियो हो म चाहिँ एउटा के खबर गर्न आएको भन्दाखेरि मेरो एउटा भिडियो ब्याङ्गर भिडियो आउँदैछ खतरा दामी भिडियो आउँदैछ त्यो मैले चाहिँ अब जनवरी 8मा क्याप्चर गर्दैछु मैले त भिडियो गर्दैछु आई प्रोबेबली सायद 10-11सम्म चाहिँ मैले चाहिँ रिलिज गर्न सक्छु होइन जस्ट मेरो लाइफको फर्स्ट एक्सपिरियन्स हुन गइरहेको छ त्यो भिडियो आउँदैछ त्यो भिडियो चाहिँ सायद तपाईँलाई लाग्छ तपाईँले मन पराउनुहुन्छ होला है अहिलेको लागि चाहिँ अब जस्ट चिसो छ एकदम तातो भएर बस्नु होला होइन अनि न्यानो माया राम्रोसँग ल